17,000 किलोमिटर टाढाको एउटा फूल आज कसरी काठमाडौँको पहिचान बन्न पुग्यो। वसन्त लाग्ने बित्तिकै काठमाडौँका सडकहरू बैजनी रङले ढाकिन्छन्। जाकरान्डा नेपालीहरूबीच यति धेरै परिचित र प्रिय छ कि हामी मध्ये धेरैले यसलाई रैथाने वनस्पति नै ठान्छौँ। तर जाकरान्डा वास्तवमा दक्षिण अमेरिकी देश अर्जेन्टिना र बोलिभियाको रैथाने वनस्पति हो। यसको वैज्ञानिक नाम जाकरान्डा मिमोसिफोलिया हो। इतिहास अनुसार करिब 150 वर्ष अगाडि राणाकालमा दार्जिलिङ वा भारतका अन्य पहाडी क्षेत्रबाट ल्याइएको जाकरान्डाको बिरुवा हाल याकेन यति होटेल रहेको क्षेत्रमा राणा परिवारको बगैँचामा पहिलो पटक रोपिएको मानिन्छ। पछि 1970 को दशकतिर सरकारले टोडीखेल वरिपरि पनि यसको वृक्षारोपण गर्यो र त्यसपछि यो बिस्तारै सिङ्गो काठमाडौँ उपत्यकामा फैलियो। जाकरान्डाको सुन्दरताले सबैको मन लोभ्याए पनि वनस्पतिविदहरूले भने यो बिरुवा जोखिम विश्लेषण नगरी नेपालमा भित्र्याएकोले भविष्यमा गम्भीर वातावरणीय चुनौती बन्न सक्ने चेतावनी दिएका छन्। केही देशहरूमा यसलाई मिजाहा विदेशी वनस्पति अर्थात् इन्भेसिभ एलियन स्पेसिसका रूपमा वर्गीकृत गरिएको छ। अनुसन्धानले देखाउँछ कि यस्ता इन्भेसिभ एलियन स्पेसिसहरूको फैलावट विश्वभर जैविक विविधता नष्ट हुने दोस्रो प्रमुख कारण हो। नेपाल त जैविक आक्रमणको हिसाबले सबभन्दा जोखिममा रहेको देशहरूमध्ये एक मानिन्छ। सन् 2016 मा 124 देशहरूमा गरिएको एक अध्ययन अनुसार मिजाहा प्रजातिबाट आफ्नो कृषि क्षेत्रमा पर्ने खतराको हिसाबले नेपाल 4औं स्थानमा परेको थियो। त्यसैले नेपालको अद्वितीय जैविक विविधतालाई जोगाउन यस्तो वनस्पतिको विस्तारलाई समयमै व्यवस्थापन गर्नु र यसबारे पर्याप्त ध्यान दिनु अत्यन्त जरुरी छ।